साथीहरु अहिले चाहिँ हामी लसुनको यो छिल्का हुन्छ नि मतलब यस्तो बनाउँछौं सब फोड्नु पर्यो किनभने अब लसुन रोप्ने टाइम आयो नि त टाइम त के भन्नु टाइम त कहिले थियो मतलब अब हामी रोप्ने पालो हाम्रो आएको छ हैन अब लसुन रोप्ने यसरी फोडेर राख्ने यसमा हैन अनि लसुन रोप्ने पुरै यति मात्रै उ गर्ने अरु पनि फल्नु छ अहिले त यति बाँकी छ हे भगवान सो स्वागत छ तपाईहरुलाई मेरो न्यू ब्लगमा वेलकम ब्याक माई च्यानल र म चाहिँ सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ भनेर आशाको साथमा आज म यो न्यू ब्लग सुरुवात गर्दैछु साथीहरु सबैले लसुन रोपेर यत्रो भएको होला मेरो त भर्खर उ गर्दैछु फोड्दैछु त्यसको जुन पात हुन्छ नि त्यो खाने बेला भइसक्यो अरूको हामी त भर्खर आइहाल्नु नि भर्खर के लाउँदैछु के भन्दैन किनभने यो पल्ट पानी थियो नि त मतलब रोप्ने ठाउँमा सो त्यसैले ल्याइनु भएको हो साथीहरु केही छैन यो ससिताको कारण अहिले पनि पानी छरै छ तर पनि दिने हो त्यसमा अरूको यत्रो भइसक्यो हो मा कसम के भन्नु ससिता चाहिँ खाना पकाउँदैछ हैन अब दुवै जना मिलेर हामी लसुन केलाउने फोड्ने फास्ट रोप्नु पर्छ हैन साथीहरु तपाईहरु पनि आउनु होला सघाउनलाई ढिलो भइसकेको छ यहाँ रोप्नु अब हामी तीनै जना गर्दै छौं अब त सुई हुन्छ होला हैन छोरी ओ अन्सु आउँछ तिमीलाई ह खोइ ठीक छ यो लुगा फुकाल नान्सिका यत्रो लामो लुगा एउटा दिदीले चाहिँ मलाई भन्नु भएको थियो कि हैन मतलब विदेश जानु अनि मतलब पैसाको कमी हुँदैन लुगा पनि धेरै हुन्छ हैन तर के गर्नु विदेश भएको भए नि म सायद घरमा अहिले हुनु नथ्यो होला किनभने विदेशको म 2 वर्ष 2.5 वर्ष पहिले नै लगाइसकेको थिएँ विदेशको लागि भएन क्या मेरो ब्लडमा प्रब्लम छ ब्लडमा प्रब्लम छ जान पाउँदिन म कहिले आज होइन भोलि होइन कि कहिले जान पाउँदिन सो त्यसैको कारणले म विदेश पनि जादिन हैन विदेश जानै पाउँदिन त के विदेश जानु कारण त्यो छ अब यस्तो बिरामीको उपचार गर्न पनि कति लाग्छ जुन मेरो ब्लडमा इन्फेक्सन छ नि त्यसको उपचार गर्न पनि लगभग 1.5 लाख भन्दै छ 1.5 लाख भन्दै छ अब 1.5 लाख लाग्छ हैन अब 1.5 लाख पनि अब 3 महिनाको कोर्स हुन्छ दबाईको अब त्यो पनि ग्यारेन्टी छैन क्या अब ग्यारेन्टी पनि छैन हैन अब कसरी त्यो पनि लिनु त्यत्रो पैसा पनि कहाँबाट ल्याउनु हैन त्यत्रो पैसा पनि कहाँबाट ल्याउनु सो त्यसैको कारणले विदेश अब नसोच्दा नि हुन्छ मेरो लागि हैन नभए त सानैदेखि त दुःख खेपेर आइसकेको छु त अहिले पनि दुःख खेप्दा के हुन्छ र हैन त्यही रोगको कारणले गर्दा मेरो आँखा पनि जहिले पनि रातै हुन्छ मतलब जो रियलमा हेर्नु भएको छ मेरो आँखा हेर्नुस् जहिले पनि रातो नै हुन्छ अनि टाउको चाहिँ एकदम टाइममा दुखिरहेको छ क्या मेरो टाउको छ नि एकदमै दुख्छ क्या मेरो टाउको टाइममा अब के भन्नु यो कुराहरू हैन त्यो हो मेरो जिन्दगी अब के भन्नु नथा पाएको मान्छेहरुले हेर्दाखेरि भन्छ गाजा तानेको छ र के भन्छ रक्सी खाएको छ म त सुरुमा हेर्दाखेरि भन्दै थिएँ रक्सी खाएको छ अरे जहिले यो रक्सी खाकै बस्छ के भन्दै म त ससिताले चाहिँ त्यस्तै सोचिरहेको थियो क्या आँखा एकदम जहिले आँखा रातो हुन्छ सबैले मतलब हेर्यो भने नि फर्स्ट टाइम त्यही भन्छ क्या सबैले बिहान उठ्दाखेरि त झनै हुन्छ कस्तो रातो जुन चीज खादिन त्यही चीजको नाम लिन्छ जब म मेडिकल गर्न गएको थिएँ नि साथीहरु मेडिकल गर्न काठमाडौँ साउदीको लागि त मेडिकल हार्ड हुन्छ नि त हैन मेडिकल गर्ने जाने बेलामा सबैजना कसैले के रक्सी खाएर कसैले के खाएर गयो मेडिकल गर्न हैन अब म त केही खादिन हैन यस्तो नसालु पदार्थहरु म गयो हैन म फेल भइहाल्यो सबै पास म आफै त्यति बेला सोच्न सकिन म त सोचिरहेको थिएँ साला रक्सी खाएर नै गएको भए ठीक हुन्छ साला फाइदा हुन्थ्यो मलाई त 1.5 लाख लिन्छ अब के भन्छ यसपालि त घरै बनायो
अब यो ऋण सकेर अनि गर्नेछु सोचमा छौँ हामी। यो ऋण सकेपछि अनि मेरो मतलब अलिकति जे भए पनि जस्तो भए पनि अब पैसा खर्च भए पनि होइन अब उपचार गर्छु हामी। हुँदा त उपचार गर्नै पर्छ। तर यो रोग यस्तो छ कि के भन्छ डाक्टरले भन्नुभयो कि यस्तो छ भन्नाले यो हुँदाखेरि असर चाहिँ केही गर्दैन होइन। के भन्छ लास्ट 50-60 क्रस हुँदाखेरि अनि यसको असर चाहिँ देखाउँछ। अनि यसको इफेक्ट चाहिँ अहिले त के होइन भन्नाले विदेश जान पाउँदैनौ अनि नेपालमा चाहिँ जे गर यस्तै भन्नुभयो डाक्टरले। डाक्टर हेर आउनु जाँदाखेरि अनि 4-5 ठाउँमा मतलब ब्लड चेक गराएको कि सबैले त्यही कुरा भन्नुभयो होइन। विदेशबाट भन्छु सरी गाइज मतलब मेडिकल गराएर आएँ नि यता कता कता गएँ मैले धेरै पैसा पनि खर्च गरेँ होइन उपचार गराउनको लागि। अब गएँ कता कता चेक गरेँ सबले त्यही कुरा भन्दै थियो हुँदैन यस्तो रोगको इलाजै हुँदैन क्या। अब इलाजै भएन पछि त अब के गर्नु होइन। विदेश त जानै पाउनुहुन्न कहिल्यै जानु पाउनुहुन्न। नेपालमै बरु केही छ भने बिजनेस गर्नु होइन यही मजाले कमाउनु जे गर्नु छ यही गर्नु। डाक्टरले पनि सल्लाह दिनुभयो यस्तो कुराहरू। तर पनि अब कतै कतै फेरि मतलब यसको ऋण सकेपछि नि मतलब बुझ्न जान्छु मजाले एकपल्ट भयो भने त खाने हो होइन। अब भएन भने त अब के गर्ने। नभए त अहिले म त विदेशमा हुन्थेँ साथीहरू मेरो साथीहरू छ होइन 21 मतलब उमा गएको थियो नि त त्यहाँ मेडिकल गराउँदा सबैजना फोन गर्नुहुन्छ मलाई के छ कस्तो छ खबर ठिकै छ। अनि साथीहरूले पनि भन्छ मतलब त्यही भेटेको थियो नि त काठमाडौँमा सबैजना भन्छ आउनु न मतलब तिमी आएपछि अलिकति राम्रो लाग्थ्यो। अब के गर्ने समस्या स्थिति परिस्थिति जुन छ नि धेरै गाह्रो छ। भगवान्लाई त्यही मन्जुर छ कि के छैन। सानैदेखि अहिलेसम्म सानो मान्छे के हुँदै थियो सानोमा त बापले सानैदेखि छ यो रोग सानैदेखि होइन मतलब यो जुन जति बेला जन्मिन्छ नि त्यही मतलब त्यति बेलादेखि नै छ मेरो। तर मलाई चाहिँ थाहा थिएन क्या जब मेडिकल गर्न गएँ नि अनि मलाई थाहा भयो यस्तो कुराहरू। तर मतलब अहिले त केही साइड इफेक्ट केही देखाउँदैन होइन। तर मतलब अलिकति आँखा रातो अनि टाउको चाहिँ दुखिरहेको हुन्छ क्या टाइममा अनि पुरै असर चाहिँ बुढो 60 क्रस भएपछि अनि माथि देखाउँछ सुनेको मतलब डाक्टरहरूले त्यस्तै भन्नुभएको थियो। अब खोइ अनि फेरि मलाई विदेशबाट हिजो अस्ति कल आएको थियो होइन साथीहरूको भन्दै थियो किसमिस होइन किसमिस त्यो बेलुका चाहिँ पानीमा राखिदिनु अनि बिहान चाहिँ मतलब खानु भनेर क्या पानी पिउनु भनेर होइन। अब त्यही गर्छु जति हुन्छ त्यति। किसमिस चाहिँ पानीमा दिएर राखेर अनि त्यो पानीको चाहिँ मतलब बिहान चाहिँ बासी पानी चाहिँ खानु भनेर किसमिस सहित साथीले त्यही भन्दै थियो। मतलब एउटा चाहिँ त्यो सेम थियो होइन अनि त्यसको चाहिँ रिकभर भयो अरे सुन्दै थिएँ। अब मलाई पनि त्यही गर्नु पर्यो रिकभर भयो भने। अब के गर्नु होइन अब यस्तै छ बिरामी त अब होइन। तर पनि हाँसी खुसी बस्छु हामी होइन। अब त्यहीको टेन्सन लिँदा त भएन नि त होइन। सो त्यसैको कारणले गर्दा अनि आँखा जुन दिन धेरै रातो भयो भने नि टाउको दुख्न थाल्यो भने नि ससिताहरू हुन्छ छिटै उपचार गराउनु निको हुनु होइन। अब मेन कुरा त अब उपचारको लागि त्यति पैसा भनेको छ नि त ल्याउनु कहाँबाट होइन। मेन प्रब्लम त्यही हो कि पैसा मेन प्रब्लम पैसा हो। अनि सस्ता हेरो भने नि जुन दिन धेरै आँखा रातो यति गाली गर्छ अनि यता गाली गर्छ अनि फेरि रुन्छ पनि यस्तो मान्छे होइन। त्यो हो साथीहरू केही छैन अरू लाइफमा मिलिजुली बस्ने हो केही छैन क्या लाइफमा केही छैन। त्यो जुन दिदीले कमेन्ट गर्नुभएको थियो नि ठिकै छ दिदी। अब मेरो समस्या यस्तै छ अब के गर्नु विदेश जानै पाएको छैन दिदी। अब के गर्नु दिदी यस्तै छ जिन्दगी दिदी। ठिकै छ तपाईँहरूको साथ सपोर्ट छ नि भइहाल्यो। तर ससितालाई सम्झाइदिनु नरुन भन्नु उपचार गरौँला। साथीले पनि भनेको छ त्यो किसमिस पानी खानु त्यो पनि खान्छु म। टेन्सन काहेको लेता है
टेन्सन लिएको भए त म त यस्तो के भन्छ न घर बनाउँथेँ न केही गर्थेँ। टेन्सन लिनु हुँदैन क्या, जे हुन्छ लाइफमा जस्तो हुन्छ जस्तो फेस गर्नुपर्छ सब फेस गर्छु म। तर बिहानै उठी सुटी बस्ला पाटी खोरे जा घुमफिर कर एक्सर्साइज कर त खोइ गर्छ। अब काम गरेको हुन्छु थाकेको हुन्छु होइन। अन्सिका टाटा गर यता हेर्न मजाले पढ्नु ल। एक दिन जाऊँ न घुम्न। सनसेट कहाँ निस्केको छ नि अहिले भाइरल छ नि त। कहाँ छ कोसीमा छ कि कहाँ? म त हेरेको पनि छैन यार। मलाई त आज थाहा भयो सनसेट निस्केको छ। सनसेट निस्केको छैन मतलब उतै निस्किन्छ के गर्छ, राम्रो आउँछ मतलब भ्यू राम्रो हुन्छ क्या। जाने पैसा छ? मलाई पहिला ड्रेस किनिदिनु। पैसा छ तिमीसँग? पैसा कहाँ हुन्छ? त्यसो भए सुँगुर बेच अनि जाऊँ। सुँगुरको पैसा उता मलाई काम छ त, मेरो ऋण चुक्ता गर्नु लाग्छ एकदम सबै सुँगुरको पैसा के आधी त हुन्छ नि। अन्त मलाई ऋण चुक्ता गर्नु छ, मेरो गहना निकाल्नु छ। एउटा पनि छैन, कसैको बिहे आयो भने म के लाउनु? त्यसो भए घुम्ने सोच नराख्दा पनि हुन्छ अब। ओके अरू नजानु, मलाई जानु छैन। मलाई पनि जानु छैन। ल म पनि जाँदैछु अब, टाटा गरिदेऊ न त। कसरी गरेर पुगाइदिएको जिन हमने जो टाटा बाई बाई। साथीहरू म चाहिँ पसलमा छु होइन, मतलब ड्युटीमा भनौँ न। अनि अहिले चाहिँ नास्ता गर्दैछ होइन। यता साथीहरू पनि आउनु भएको थियो नि त, सो त्यसैले यता हेर्न सक्नुहुन्छ चिकन चाउमिन म पनि के छ नेपाली पनि खबर कने सुँगुर के चिक मुर्गा के चिक है क्या? सुँगुरै नहीं चुसे हो। कुखुराको हो कुखुरा। हजुर कने हम कुन कुवा कुके मैन में डेंजर छ कुन कुवा हो लावे त सुगर मा कुक म्यान चाहिँ उच्यो। कुक म्यान उता कने दाजु कुन गरे कुके मैन डेंजर छ लावे त सुगर मा मुर्गा सुगर बनाएको हेर्न सक्नुहुन्छ। कति मजाले भुटेको छ। तपाईहरु पनि आउनु होला यतै खानलाई। मुडो त परमरा मा 5 आदमी